अब मौसम समाचार। श्रीमतीको रिस 45 डिग्री सेल्सियस मापन गरिएको छ। श्रीमानको म आउँदैछु भन्ने झुटो हावाका कारण घरभित्र तातो लहर फैलिएको छ। भान्सामा कुचो उठ्ने संकेत देखिँदा तापक्रम 50 डिग्री नाग्ने अनुमान। श्रीमानको आज तलब आएन भन्ने बादलले घरभित्र आँधीहुरी आउने मौसम विभागले जनाएको छ। आज दिउँसो मोबाइल धेरै चलाएमा श्रीमतीको आँखाबाट लेजर जस्तै घुराइ निस्किने सम्भावना। राति ढिला घर फर्किएमा चप्पल कुचो मिसिएको असिना वर्षा हुन सक्ने चेतावनी। श्रीमानको चुप्पीका कारण घरको मौसम अचानक -10 डिग्रीमा झर्नेछ। भोलिको मौसम हेर्दा म माइत जान्छु भन्ने वाक्यसँगै घरमा पूर्ण लकडाउनको अवस्था आउन सक्नेछ। त्यसैले मौसम विभाग सबै श्रीमानहरूलाई आज घर छिर्दा हो म गलत हो भन्ने छाता बोक्न अनुरोध गर्दछ। यससँगै आजको मौसम समाचार समाप्त। अब रेडियो बन्द गरी श्रीमतीको मूड अनुसार कार्यक्रम सुन्नुहोला। धन्यवाद। अब मौसम समाचार। श्रीमतीको रिस 45 डिग्री सेल्सियस मापन गरिएको छ। श्रीमानको म आउँदैछु भन्ने झुटो हावाका कारण घरभित्र तातो लहर फैलिएको छ। भान्सामा कुचो उठ्ने संकेत देखिँदा तापक्रम 50 डिग्री नाग्ने अनुमान। श्रीमानको आज तलब आएन भन्ने बादलले घरभित्र आँधीहुरी आउने मौसम विभागले जनाएको छ। आज दिउँसो मोबाइल धेरै चलाएमा श्रीमतीको आँखाबाट लेजर जस्तै घुराइ निस्किने सम्भावना। राति ढिला घर फर्किएमा चप्पल कुचो मिसिएको असिना वर्षा हुन सक्ने चेतावनी। श्रीमानको चुप्पीका कारण घरको मौसम अचानक -10 डिग्रीमा झर्नेछ। भोलिको मौसम हेर्दा म माइत जान्छु भन्ने वाक्यसँगै घरमा पूर्ण लकडाउनको अवस्था आउन सक्नेछ। त्यसैले मौसम विभाग सबै श्रीमानहरूलाई आज घर छिर्दा हो म गलत हो भन्ने छाता बोक्न अनुरोध